Hello guys, good morning. कस्तो राम्रो भ्यू आएको छ हामी भ्यू पोइन्ट ओलङ्गन जाने बाटोमा टक्कै यो भ्यू मर्निङ भ्यू सनराइज हेर्न चाहिँ यो बाटोमा लुकआउट सनराइज हेरे सम लाइन के सब लाइन के थियो अनि त्यहाँबाट फर्किँदै दाउनेको ओह्रालो झर्दै सब लाइन निकाल्नु भनेको त कहाँबाट भन्दा सब लाइन फाइनली ओलङ्गन आयो ओलङ्गन हो कि ओलङ्गन हो सेम कम्पनी हो फिचरिङ सुरज मामाको गाडी गुड मर्निङ गुड हेलो नमस्ते दुईटा भ्लगर अब यहाँ अब कुनबाट खिच्ने अब कम्पिटिसन हेलो हेलो अब कता कता हेलो भन्ने अब रेडी लेट्स गो सुप्रिया यसलाई चाहिँ सेलाहरुमा भन्छ है अलराइट परिचोरी आएको मान्छे दातिर दिदीहरु कायमासम्म जानु भरेछ कायमा त गर्छ तर हाम्रो रहेछ के थ्याङ्क यू त्यो नेपालीहरुको घर छ दुई चारवटा छ न अरे 10 12 घरै छ भन्दै बस्दै थियौं बेला हेर्नु सर र ओ वाउ यहाँ आउँदाखेरि चाहिँ मलाई पोखरा आएको जस्तो लाग्थ्यो हेर्नु नेपालको पोखरा जस्तो हेर्नु न कस्तो डाँडा डाँडा यहाँसम्म त म नि आएको बरु मै आएको छैन मम्मी घुम्नु भएको छ भाइले घुमाएर हो नि बिचारा बुझ्नुभयो गाइजहरू ऊ यहाँबाट रहेछ होइन यहाँबाट यसो हेर्नलाई यहाँबाट पानी आउँछ अरे गाइज वेयर एट कायमा बीच एकदमै राम्रो रहेछ एक्सपेक्ट गरे भन्दा चाहिँ एकदम राम्रो पाएँ वी आर रियली इन्जोइङ दिस मोमेन्ट नाउ लेट्स गो टु कता रे वेरी बीच 1878 को ओ माय गॉड त्यति पुरानो है सल्लाह गाडी अर्कै ठाउँ आए जस्तो फिल भएको है वेलकम टु जेलिङगम है सुप्रिया वेलकम टु जेलिङगम ओलङ्गन आएकै नै यही ठाउँको लागि हो होइन हामी चाहिँ डोनट खान आएको छौँ के छ गाइज यहाँ ताजमहल रे अबे ताजमहल नै रहेछ मेलबर्न माउन्ट एभरेस्ट माउन्ट एभरेस्ट भनेपछि हाम्रो फेरि हड्डी हाँसिहाल्छ प्यारिस सबै रहेछ मस्त एट फर एट डोनट खाएर हामी मार्केटतिर घुम्दैछौँ हाम्रो यहाँको लोकल बासिन्दा सुरज मामाले हामीलाई ओलङ्गन बजार घुमाउँदै हुनुहुन्छ हामी बेरीमा छौं ल यहाँ फोटो सोटो खिच्नलाई तिमीलाई सुप्रिया अलराइट भाइब्सको लागि चाहिँ यहाँ छ है ओके के भिडियो हो पेटल्स मन पर्यो जस्तो छ माइजूलाई हामीलाई सपिङ भनेर कराउँछ अहिले मेन्स वेयरमा आयो फेरि आफू हामीलाई कराउने मात्र हो क्या आफ्नो बेला नि हेर्छ फेरि कुन कलर छ सुप्रिया हेर त गर्छ अझ गाडी जाउँ न हेर अब गाना लगाम है यस्तोमा हेर न ट्रिङ ट्रिङ ऋतिक होइन क्या बाबालाई कता हुनुहुन्छ कता हुनुहुन्छ 40 कटेसी रमाउला टाइपको कुरा आउँछ कि ब्याकग्राउन्ड म्युजिक लायो
खासै आएको छैन कि अर्को पुल पनि बनाउन सक्थ्यो नि त दिदी यहाँले तर बिगार्दैनन् कि हेर्नु न त्यसैको लागि मर्मत खुद्रो मर्मत गरेर यो ऐतिहासिक पुल हो कि लगभग तपाईँको 1700-1800 साल भयो आज भन्दा 150-200 वर्ष 200 वर्ष भयो होला कि यो हामी त त्यसै भन्छ कमर लगड म्युजियम हो दिदी नाइस 150 मिटर तलतिर हो हैन तर यस्तै आउनु चिल्न खायो भने वाउ दामी चटपटे ल अब लेमन हन्ट गर्ने हिँड्यो है भाइ चाहिँ अब पाउँछ कि नै ल चटपटे खाँदैछौँ हामी कस्तो भयो छ दामी एन्डिङ आवर डे विथ दिस मिठो खाना मेड बाई सुरज मामा ल अब चाहिँ फर्किन लाग्यौँ ल बाई सी यू सुन माइजू बाहिर रुनु होला फेरि सी यु नेक्स्ट वीक भन के सी यु नेक्स्ट वीक थ्याङ्क यू फर द यम्मी डिनर अनि दिनभरि घुमाएकोमा मस्त घुम्यौँ हामी त आज